अपना जाम भिडियो बनाऊं गिलास चल्यो। हे गाइज वेलकम बैक टु माई न्यू ब्लग। सो आजको मेरो ब्लग चाहिँ स्वागत छ र हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म चाहिँ यहाँ घुम्न आएको छु। के भन्न चाहन्छस् अब्दुल? गाइज अब हामी घुम्ने अड्डा भेटाएनौँ गाइज, त्यसैले यहाँ खेतमा बसिरहेको छौँ गाइज। अनि तैँले चाहिँ के पक्रेछस् त? नि यो चाहिँ नि अब पन्नी पक्रेछु, यसमा के कबाडा कुबाडा छ त्यो चाउचाउ आउचाउ होला के होला गाइज। तिमी के भन्न चाहन्छौ? लास्ट गर्मी छ हैन, अब गर्मी भयो। अनि उता क्यापटपीवाला खोज्नेको ए यता त यार गर्मी छ यार, बरु हावा छ भने गाजर उता हावा यता पछाडि गाजर उतातिर देख्न सक्नुहुन्छ पुरा यतातिर पुरै छेके छ यसले चाहिँ। पुरै गाउँ जस्तो छ गाइज यो। अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ। अब पहिला चाहिँ यतातिर चाहिँ गाई छ इट्टा सिट्टा बनाउँथे गाई छैन। अनि हामी चाहिँ आएको हामी चाहिँ खोला छ देख्न सक्नुहुन्छ, बाटो यस्तो तरिकाको बाटो छ गाइस। त्यो कर्णालीको खम्बा जस्तै छ यार। सो गाइस देख्न सक्नुहुन्छ हामीले चाहिँ चाउचाउ लिएर आएको छौँ। अब चाहिँ हामी खान्छौँ र उता चाहिँ तिनले चिसो हाल्दैछन्। सो गाइस यसको हरकत नआएको छ। सो गाइस हाम्रो चाउचाउ देख्न सक्नुहुन्छ बनिसकेको छ। सो गाइस यो के हो? यो जारको झोल हो गाइस, जारको झोल। सो गाइज यो जारको झोल हो। सो गाइस देख्न सक्नुहुन्छ हामीले चाहिँ खाँदै रमाइलो गरिरहेको छौँ। यो चाहिँ हाम्रो खाने चिज देख्न सक्नुहुन्छ है। हामीले चाहिँ आधी खाइसक्यौँ। हामी चाहिँ यहाँनिर बसेको थियौँ तर यहाँ पुरा घाम आइदियो। सो बाँकी चाहिँ यतातिरको भ्यू देख्न सक्नुहुन्छ। सो ता के भयो के भयो? सो उता 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 गइरहेको छ। जाऊ 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 जाऊ। हामी चाहिँ फोहोर एउटा पनि फालेको छैनौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामीले चौचो खान्छ कि चौचो और आगो लगाइदेऊ न। हामी आमा आगो लगाइदेऊ न। हामी यो अगरबत्तीको हामी आगो लगाइदेऊ न, लगाइदेऊ न खोलामा। ल ल ल पानी ल पानीमा आगो बाल्न खोजे बल्छ कि नै खेल भूत आयो। पूरे पहन के चल 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 साले हमरे खेतों में आओ। हमसे गलती हो गई, हमरे खेतों में आओ तो भैया लोग। अपना जाम भिडियो बनाऊं खोला को पानी ले तुमला ए बाल दे आगो आगो लाइ दे ट्रैक्टर आइरा छ त्यसलाई पनि ठुस दिमला। ए बे यो के हो बे? यो यस्तो चुरोटको खोस्टा कसले ल्याएको बे? यहाँ चाहिँ चुरोट खाने मान्छेहरू आउँछ नि, चुरोटको खोस्टा फालेछन् त्यसले मैले चाहिँ चुरोट चाहिँ फालिदिएँ उता चुरोटको खोस्टालाई। सो हामीले चाहिँ यहाँ चिसो ल्याएको छौँ, चाउचाउ ल्याएको छौँ तर यसको ओ आगो तापम केटा हो। आगो आगो पानीमा फाल, पानीमा ओ आगो तापम आगो आगो। ओ यहाँनिर बाल्यो न, अहिले बोतल जल्छ, खानेकुरा जल्छ। उता सारा न खानेकुरा। अबे यार के गर्छौ बे? बाल बाल वीरेन्द्रको मोबाइल जलाइदिउँ। जलाइदिउँ गिलास जल्यो जलाइदिउँ के। सो गाइस म अब खोलाबाट यो बोतलमा पानी भरेर ल्याउँछु। माछालाई अघि बोतलले नभेट्या अगन जाम्यो बोतल। सो गाइस मैले चाहिँ यहाँ पानी भरिदिइसकेँ, देख्न सक्नुहुनेछ। म चाहिँ मैले यता लगेर घोप्टाउनु पर्ने हुन्छ। सो पानीमा आगो बाल्न खोजे ओ चाय रोटी पाक्यो। ओ चाय रोटी पाक्यो। ओए ओए नगर मोबाइल मोबाइल से के नाल। सो गाइस हामीले त टी सर्ट निकालिसक्यौँ, हावा पनि आइरहेको छ। ओ म निकाल्नु बाँकी छ ओए। सो गाइस त्यसलाई देख्न सक्नुहुन्छ। सो गाइस सबै टक्ला छन् है गाइस। केरला सुरुबाट फेरि मिङ्गल हुनेको बुद्धि चल्छ, सिङ्गल हुनेको त्यही चल्छ। अब त्यो सिङ्गलले मात्र बुझ्छ है त्यो। अब यस्तो यस्तो गरेछन्, अब त्यो नेगेटिभ नसोच्नु होला कि। केटा फेरि नेगेटिभ गाइस गम जान
चाइना मा चाहिने चाइना पानी वाला इमोजी पठाउने चाइना गाइस हामी चाहिँ जान लागिसकेको छौँ यो ठाउँलाई यस्तो छोडेर सो अब कुरै दिन हामीलाई यो ठाउँमा है होइन चलिरहेको छ मजा आइकन यो घोडाले समातेर मारौँ न भुटी ढुङ्गाले सो तिनीहरू चाहिँ पछाडि पछाडि आइरहेछन् गाइस है गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ आधी बाटोमा आइसक्यौँ त्यो स्कुल देख्न सक्नुहुन्छ बोर्डिङ स्कुल है अनि यो चाहिँ अगाडि अगाडि हिँड्दैछ कस्तो भयो केटा आज मजा आयो सो हामी चाहिँ यति 4 जना आएको थियौँ अनि त्यही हो हावा पनि मस्त आइरहेको छ है गरम चाहिँ यस्तो बवाल गरम छ है गाइस तर अब गाइस होइन कालो त थिम गाइस बोर्डिङ स्कुलमा कालो त थिम गाइस तर घुमेर झन् कालो भयो गाइस यो घामले गर्दा देख्न सक्नुहुन्छ गाइस यसले चाहिँ उल्टो कुरा गर्छ गाइस यसलाई कमेन्टमा गाली गर्नु है सबैजनाले मागेको छन् गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ रोडमा आइसक्यौँ कहाँबाट होइन कहाँबाट आयौँ अरे सो त्यो गाइस हामी चाहिँ घुमेर आएर पनि यत्तिकै बसिरहेको थियौँ गरम पनि एकदमै गरम थियो आजको भ्लग हजुरलाई मन पर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला बाई